भान्जाको छेउरको दिनमा फेरि यस्तो घटना घट्यो कसरी ल सुन्नुहोस्। नमस्कार साथीहरू, सन्चै हुनुहुन्छ? म त एकदमै ठिक छु। पहिला अगाडिको भिडियोमा म सुत्न जाने बेला के भयो भनेर हजुरलाई जान मन छ होला। हुन त पाएको केही थिएन, बत्ती गएर भिडियो गर्न नपाएको मात्रै हो। लाइन पनि रातभरि नै काट्यो र म पनि एकैचोटि तयार भए र आज भान्जाको छेउरको लागि गर्नुपर्ने कुराहरू गर्न थाले। यो पालि हामीलाई जुटो लागेको कारण मेरो चमा अर्थात सानीमाको छोरा मेरो भाइले मामाले गर्नुपर्ने कर्तव्य निभाउँदै हामी पुग्यौं कवर काट्नका लागि। त्यसपछि भान्जालाई नुहाई धुवाई कपडा सपडा लगाएर भान्जालाई टिका टालो गर्दै सुरुवाती काम सकाएर भान्जालाई बोक्दै पन्जे बाजा घन्काउँदै भान्जा बस्ने राजगद्दीमा राखे। त्यसपछि आजको काम सुरु भयो। हामी मामाहरू भान्जालाई गाह्रो नहोस् भनेर भान्जाको छेउमा बस्दै आफन्तहरूलाई गर्नुपर्ने संस्कार गर्दै के थियौं। झ्याप्पै लागेर ड्याङ्गे ठुलो आवाज आउँछ। त्यसपछि सबैजना आतिदै के भयो भनेर गएको त इबी गाडी त घरमै अगाडि आएर ठोकेको रहेछ। तर भगवानको कृपाले कसैलाई हानि चाहिँ भएन। फेरि कार्यक्रमतिर हामी व्यस्त भयौं। मेरो प्यारो भाइ आज खटे देखेर नि माया लागेर भोक लागेको होला, जा खाएर आइज भनेको त भान्जा हामी सबैसँगै खानै पो भन्छ। यदि भन्दै म खुसी भए। जे काम मैले गर्न मिलेको थिएन भाइले केही कमी नगरी सबै पूरा गरेको थियो। त्यसपछि केही समयमा हामीले खाना खायौं। पाहुनाहरू आउने क्रम जारी नै थियो। बिस्तारै राति हुँदै गएपछि बल्ल बल्ल हामी मामाहरू सगुन खानको लागि एकछिन व्यस्त भयो। त्यसपछि त ड्याङडुङ आवाज आउँछ त बा के रहेछ भनेर यसो बाहिर हेर्छु त पुरै पन्जे बाजा बजिरहेको रहेछ। त्यसपछि त मलाई तानेर लगेर नाच्न लगाइहाल्यो। त्यसपछि त रातभरि नाच्दा 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 यति रमाइलो गर्यौं नि मोबाइल नै स्विच अफ भयो। अब मोबाइल अफ भएपछि भिडियो कसरी गर्ने? त्यसपछि म पनि गए सुत्न।